आज एउटा कविता भन्ने प्रयास गर्दैछु। कविताको शीर्षक चाहिँ छैन, हजुरहरूले दिनुहोला। र एउटा नयाँ शैली भन्छ कि के भन्छ ट्राई गर्दैछु, हुन्छ हुँदैन कस्तो छ भनिदिनु होला। उजाडिएको भविष्य मेरो देशको उजाड नै छ वर्तमान पनि। उजाडिनुमा दोषी को हो, गर्नु पर्दछ खोजबिन सबै यही। थुपारी दोषहरूलाई सजिलै उम्किन पाउँदैनन् कोही पनि। स्वीकारी आफ्नो गल्तीको परिणाम सुध्रिनु पर्दछ सबै अनि। स्वीकारी आफ्नो गल्तीको परिणाम सुध्रिनु पर्दछ सबै अनि। देशले फेर्न नसक्दा नयाँ काँचुली जनता धनी भएर के भो। हुँदैन फलो कसैको यहाँ, सुनए देश बर्बाद पार्नेहरू हो। भाग भण्डा गरी गरी देश दोहन गर्नेहरू नै भन्दछन् हुँ राष्ट्रवादी। जनतालाई भ्रममा पारेर नेताले खोग्दछन् महु स्वाभिमानी। जनतालाई भ्रममा पारेर नेताले खोग्दछन् महु स्वाभिमानी। छैनन् नि देशमा सच्चा नेपाली, छैनन् नि देशमा सच्चा नेपाली जन। हुन् सबै पार्टीका कार्यकर्ता, पार्टीका कार्यकर्ता नै हुन् देश बिगार्ने राष्ट्रिय अभियानकर्ता। आफ्ना गल्तीलाई गरी ठाको छोप तेर्छाउँछन् अरूमा औला। सजग सचेत नभएसम्म जनता फेर्दैन मुलुकले कुनै पालुवा। सजग सचेत नभएसम्म जनता फेर्दैन मुलुकले कुनै पालुवा। धन्यवाद।